यो जग्गामा आएर चाहिँ गाडी नचर्ला जस्तो भयो गाई हेर्नुहोस् न भुतभुते खेल्दैछ हो। सो फाइनली यहाँ झ्यालमुरी रेडी भइसकेको छ। दाले चाहिँ हातमा ड्याङ्की ड्याङ हो एकदम हेर्नु सक्नुहुन्छ यहाँ जामी भएको छ। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अनदर ब्लग है। यहाँ चाहिँ फेरि लोड गर्दैछु लिङचुमको है केमिकल लोड गरिरहेको छ अहिले फिलहाल गाडीमा। यहाँबाट चाहिँ पिभिसीको सामान छ है खिड्कीहरूको त्यो लिएर जानुपर्ने छ लिङचुम। अन्त केमिकल चाहिँ तपाईँको माथि चेरीकानबाट गरेको लोड है। यिनीहरू चाहिँ भतुवाहरू यिनीहरू हो भरुवाहरू यहाँ काम गर्ने इन्द्रजितको मिस्त्रीहरू हो। अब चाहिँ लोडसोड गरेर लाग्ने अवस्था छ मेरो चाहिँ है। यहाँनिर फेरि अघि माथिबाट सामान यहाँ भनेको छ भने अहिले फेरि भनेको छैन भन्छ हो। यहाँ बात मार्दैछ फोनमा हो। अन्त यहाँनिर पनि रोड बनिँदैछ ओह्रालो जाने है। कहाँ जाने याद छैन प्राइभेट रोडहरू यो चाहिँ है। अब यहाँ लोडसोड गरेर गइन्छ है खाली गरिन्छ। बाटो चाहिँ अलिकति अप्ठ्यारो बाटोमा जानुपर्ने छ हो। अस्ति नै अप्ठ्यारो थियो पानी नपर्दाखेरि अब झन् पानी परेर झन् अप्ठ्यारो भइरहेको होला है। तर फोरिन्छ दुःख सुख चाहिँ निस्किन्छ कि भन्ने छ अलिकति अप्ठ्यारो बाटो हिँड्नुपर्ने छ हो। कारण केही छैन अब गइन्छ खस्यो भने देखाइजाला होइन। सो गाइस अहिले भने चाहिँ लिङचुम आइपुगिसकेको छु है। यहाँ माथि चाहिँ लिङचुम स्कुल छ। अन्त यता चाहिँ यता भैया नाम त के पऱ्यो तिम्रो मुन्ना भैया पनि छ हामीसँग चाहिँ है। उसकै त्यहाँ तल साइड लिएको रहेछ र उसले काम गर्दो रहेछ हो। ल फिलहालमा अहिले लागेको लिङचुम पुगिसक्यो है। यहाँबाट ओह्रालो यहाँबाट बाटो खत्तम छ खाल्टाङ गुल्डुङ चाहिँ यस्तो घिनलाग्दो छ कि के भनेर है। सो गाइस बाटो चाहिँ ओह्रालोको यही हो है। यहाँ सक्नुहुन्छ ओह्रालो छ एउटा खस्यो भने ओह्रालो कहाँ पुगिन्छ बिस्तारै जानुपर्छ। उकालो अहिले ओह्रालो त लगभग गइन्छ कि उकालो आउनुको लागि चाहिँ तर उकालो आउनुको लागि चाहिँ फोरिल हालेरै चाहिन्छ जस्तो लाग्दैछ है। तर अहिले अलिक बलुवाहरू हालेछ क्या गाडी कुद्ने जग्गामा यस्तो स्किप त खाइ त हाल्दैन भन्ने आशै छ है। अलैँची बारी यहाँनिर चाहिँ खत्तम थियो बाटो अलिक बनाएछ। यहाँनिर चाहिँ गाडी सुक्खामा पनि यहाँनिर चाहिँ फोरिल हाल्नु पर्थ्यो हो। चाहिँ बनाएछ बाटो लागेको। सो गाइस यहाँ आएर चाहिँ फस्यो हो। फसिदियो कलपट बनाउँदो रहेछ हो। बाटै बन्द रहेछ हेर्नुहोस् न। पर रोड चाहिँ यहाँ कलपट बनाउँदो रहेछ हो। अन्त सामान चाहिँ अब यहीँ झार्ने सिचुएसन आयो है। सामान चाहिँ यही हो तपाईँको चौकट के रहेछ अन्त केमिकलहरू है। अन्त सामान चाहिँ अब यहीँ झार्ने अवस्था आयो हो। यहाँनिर हेर्न सक्नुहुन्छ कलपट बनाउँदो रहेछ नि त यो पानीको जाने सोर्स हो। सो गाइस अहिले चाहिँ खाली गरेर फर्किएको है म चाहिँ उकालो बिस्तारै जाँदैछु। सिट खाँदैछ अब फोरेल त लगाएको छुइनँ हो। बिस्तारै पनि निस्किँदैछु है। यो जग्गामा आएर चाहिँ गाडी नचर्ला जस्तो भयो गाई हेर्नुहोस् न भुतभुते खेल्दैछ हो। फोरिल तान्ने बेला भयो गाई छ। अब हेर्नुहोस् गाडी उठेर गएको हल्कै फोरिल आएपछि त्यतिको कुद्छ गाडी चाहिँ हो। भुतभुते खेल्ने त्यस्तो काहीँ छैन हो। हेर्नुहोस् न फोरिल आएपछि चाहिँ मजाले निस्किन्छ। भुतभुते केही खेल्दैन सुविस्ता छ है। समर्पण छ यो मेरो भविष्य प्यारो भन्दा प्यारो मेरो मान्छेलाई कहिले नटुटोस्। हाम्रो सम्बन्ध गहिरो छ जहाँ गहिरो माया जब चाहिन्छ यहाँ पुकार मलाई हाजिर हुनेछु सदैव तिम्रो साथ पहिलामा पहिला हिँड्नेछु मेरी मायालु भने हो गाइस अब हुन्छ यहाँनिर एकदम को भिडमा है। भिड ओह्रालो भिड है। अहिले भन्छ स्ट्यान्डमा आइपुगिसकेको छु है। अन्त जाडो भएर यहाँ हेर्नु सक्नुहुन्छ हामी तिनजना चाहिँ झ्यालमुरी बनाएर खान थालेको गाडीको डालामै काम छैन हो। स्ट्यान्डमा गाडी ड्याम्मै छ है। अनि यहाँ डालामा आएर हेर्नु सक्नुहुन्छ मुरै सुरै प्याज स्याज अरू के हाल्यो खोर्सानी है सबै हाल्यो। सो फाइनली यहाँ झ्यालमुरी रेडी भइसकेको छ। दाले चाहिँ हातमा ड्याङ्की ड्याङ हो एकदम हेर्नु सक्नुहुन्छ यहाँ जामी भएको छ। अब जाडोको दबाई हो यो चाहिँ है। यहाँ चाहिँ रैसमै गुफा भेटायो हामीले हेर्नुहोस् कत्रो थोड्का रहेछ यहाँनिर आएको ताप्न आँटेको दाउरा चाहिँ हामी यसरी चिरिँदैछ गाडीको ताना रटले। हामी चाहिँ यहाँ गाडीमाथि बसेर हो। फेरि यहाँ लोड पाएर चाहिँ है परको लोड पाएर चाहिँ लोड लिएर जान आँटेको है। यस्तो पाराले लोड गरेको छ आज हेर्नुहोस् न। च्यादर 50-60 वटा जस्तो च्यादर छ हो।
20 फुटे रहेछ है च्यादर मगाएर अन्त फलाम फेरि एक्रास छ यहाँ हो लोड गरिरहेको छु अब यो चाहिँ लिङचुम भने साख्यौँ यतापट्टि पुऱ्याउनु पर्ने छ है साख्यौँ चाहिँ होइन साख्यौँ यतापट्टि पुऱ्याउनु पर्ने छ लोडसोड गरिहाल्यो अब चाहिँ निस्केको फिलहालमा है यहीँ पिछाइ छु यहाँ हाम्रो कृपे दाइ पनि हुनुहुन्छ भित्र म चाहिँ ह्यान्डी भाइ हो अहिले मसँग गाडीमा हिँड्नुहुँदैछ सो गाइस अहिले भने चाहिँ खाली गर्ने जग्गा पुग्न आँटिसकेको छु है अन्त यहाँ अहिले तेर्सो अलिकति उतापट्टि होइन अब अलिक टाढो अलिक उतापट्टि उता टर्निङ घुमेर रहेछ हो अन्त यतै मालिककै हो सामान चाहिँ हिजो पेलिङ लगाएको अस्ति पेलिङ लगाएको उहाँको हो है यता मालिक चाहिँ ट्रस्टको काम चाहिँ एकदम दामी गर्छ हो तुम्हारा नाम क्या है जमीर तुम लोग का आंसर ए तेरा क्या है तो सब्सक्राइब किया ना सामान लिएर आएको खाली पनि भइसक्यो गाइस अब गेजिङ तर्फ लाग्ने यहाँनिर चाहिँ भिडियो बनाउँदैछ यिन सब्सक्राइबर हो उनीहरू हो खुसी लाग्यो बाहिरको मान्छे कहाँ तुम लोग सिलगढी गए सिलगढीबाट पनि हेर्दो रहेछ है भिडियो गाइस खाली पनि भइसक्यो है अघि एक दुईजना त्यो सिलगढीको केटाहरू रहेछ उसले पनि भिडियो हेर्दो रहेछ मेरो है सब्सक्राइब पनि गरेको रहेछ अन्त यहाँ आएको थियो है नाम पछाडि लेखेको थियो म्याटमा लेखेको देखेको थियो उपरबाट आएको रहेछ है अन्त खाली गरेर च्यादर यहाँ खाली भएको यो बिल्डिङको है एकजना मान्छेलाई पर्खिरहेको छु हो अब यहाँबाट लागेको है एक दुईवटा सामान किन्नु छ त्यहाँबाट गइन्छ इन्द्रजित पनि आएर बसिहाल्यो जानुपर्छ सो गाइस अहिले भने चाहिँ यहाँ तल है 4 मेला आएको छु रोशनलाई भेट्नुको लागि हो लुक्दै कुद्दैछ यो चाहिँ फेरि हो यहाँनिर छ यो चाहिँ डाइरेक्ट परबाट चाहिँ सामान खाली गरिकन चाहिँ है माथि बजारमा केसेस काटेँ हेर्नु तर पनि केस आज अलिक सेटिस्फाई लागेको छैन मलाई चाहिँ अलिक कस्तो काटे यस्तो लाग्दैछ हो त्यस्तो राम्रो काटेको छैन मलाई त्यस्तो मलाई कम्फर्टेबलै भएको छैन त्यस्तो अब उयो लागेको छैन हो तर पनि ठिकै छ अब है लाइसेन्स भेटिन्छ भेटेर एकछिन गफसप गरेर आफ्नो घरतर्फ जाने हो अन्त सो के ब्लगमा म यही गर्नेछु है नेक्स्ट ब्लग है स्टे ट्युन लाइक सेयर सब्सक्राइब गरिदिनु नभुलिनुहोस् होला सबैजनालाई बाई बाई